हेलो नमस्कार सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो ज्ञानघर पाठशाला युट्युब च्यानलमा यदि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला र आजको क्लासमा हामी एसई विशेष युनिट 3 हनी बी मौरीको बारेमा चाहिँ विशेष सोलुसन लिएर आइसकेका छौँ। आजको क्लासमा अन्तिमसम्म बनिरहनुहोला भन्न चाहन्छु र ढिलो नगरिकन हाम्रो आजको कन्टेन्ट्सलाई आजको क्लासलाई चाहिँ अघि बढाउन चाहन्छु। आजको क्लासमा विशेष गरेर हामीले मौरी भन्ने जुन हाम्रो युनिट 3 छ त्यसको बारेमा कारण दिने प्रश्न र केही परीक्षामा सम्भावित महत्त्वपूर्ण प्रश्नहरूको समाधान हामीले हेर्नेछौँ है त। ध्यान दिएर हेर्नुहोला साथीहरू। आज चाहिँ हामी पहिलो खण्डमा कारण दिनुहोस् कारण दिने प्रश्नको समाधान गरिरहेका छौँ। पहिलो प्रश्न छ क नम्बरको, मौरीलाई सामाजिक प्राणी भनिन्छ। मौरीलाई सामाजिक प्राणी भनिन्छ। अब किन भनिन्छ त कारण चाहिँ हामीले लेख्नु पर्यो। अब तपाईहरुले आफ्नो हिसाबले पनि लेख्न सक्नुहुन्छ, तर मुख्य कुरा चाहिँ मिल्ने कुरा चाहिँ हामीले लेख्नु पर्यो परीक्षामा। मौरीलाई सामाजिक प्राणी भनिन्छ किनकि मौरी समूहमा मिलेर बस्छ, हो कि हैन? यिनीहरू उच्च समझदारी र कडा अनुशासनमा रहेका हुन्छन्, त्यसैले मौरीलाई सामाजिक प्राणी भनिन्छ भनेर लेखियो भने हाम्रो ठीक हुन्छ है त। अब ख नम्बरको प्रश्न हेरौँ। मौरी पालनका लागि चरण क्षेत्र आवश्यक पर्छ। चरण क्षेत्र भनेको चराउने। मौरीलाई त अब खाना चाहियो हैन, आहार चाहियो, त्यसको लागि मौरीलाई चाहिँ चरण क्षेत्र आवश्यकता पर्छ। किन पर्छ त सोच्नुस् त एकचोटी। किनकि मौरीले चरण क्षेत्रमा गएर परागसेचन गर्छ। मुख्य काम चाहिँ परागसेचन है त। र आफूले पहिले आफूलाई चाहिने पुष्परस लिएर आउँछ, त्यसपछि महको निर्माण हुन्छ। हो, परागसेचनको लागि र चाहिँ पुष्परस लिनको लागि, जुन चाहिँ मह बनाउनको लागि काम लाग्छ है त। त्यसैले मौरी पालनका लागि चरण क्षेत्र आवश्यक पर्छ। बुझ्नुभयो नि साथीहरू। अब ग नम्बरको प्रश्न हेरौँ। भाले मौरी समागम पछि मर्छ किनकि भाले मौरी समागम पश्चात लिङ्ग पेटका टन्टुहरू नराम्ररी च्याट्टिने हुनाले भाले मौरी मर्छ। समागम पश्चात चाहिँ लिङ्ग पेटका टन्टुहरू नराम्ररी च्याट्टिने हुनाले भाले मौरी मर्छ। यो चाहिँ याद राख्नु होला है त। अब घ नम्बरको प्रश्न हेरौँ। मौरी बहुउपयोगी किरा हो। तपाईँ हामीलाई थाहै छ, हो कि हैन? किनकि कृषकले मौरी पालन गरेर मनग्य आय आर्जन गर्न सक्छन्, जसले गर्दा देशको आर्थिक वृद्धिमा राहत दिनमा मद्दत गर्छ। त्यसैले मौरी बहुउपयोगी किरा हो। विभिन्न किसिमको चाहिँ औषधि बनाउनलाई पनि महको प्रयोग गरिन्छ हेर्नुस्। अनि मह बिक्री गरेर हैन अघि आम्दानी गर्न सक्छौँ र यसले चाहिँ बाली नाली उत्पादनमा चाहिँ यो उत्पादकत्व वृद्धिमा चाहिँ निकै फाइदा पनि पुर्याउँछ। परागसेचन गरेर चाहिँ यो किसानहरूलाई पनि धेरै फाइदा पुर्याउँछ, बाली नाली राम्रो बनाउँछ। त्यो कुराले पनि मौरीलाई चाहिँ बहुउपयोगी किरा मानिन्छ है त साथीहरू। बुझ्दै हुनुहुन्छ नि? यदि तपाईले पनि यस्तै जिज्ञासा, यस्तै प्रश्नहरू, मोडेल क्वेशनहरू तपाईसँग छ भने कमेन्टमा छोड्नुस्, त्यसलाई चाहिँ हामी समाधान लिएर आउनेछौँ है त। अब चाहिँ यसपछि हामी चाहिँ अर्को खण्डको प्रश्नलाई हेर्छौँ। यो चाहिँ भयो कारण दिने प्रश्न है त। कि अब चाहिँ हामी अर्को खण्डलाई हेर्छौँ। यस खण्डमा चाहिँ प्रश्नको उत्तर दिने, संक्षिप्त प्रश्नको उत्तर दिनुपर्ने हुन्छ है त। ओके, पहिलो प्रश्न छ मौरीको घारमा रहेका मौरीका प्रकार लेख्नुहोस्। मौरीका प्रकार है त। अब उत्तरमा के लेख्छौँ? मौरीको घारमा रानी मौरी, क्वीन बी, भाले मौरी, ड्रोन बी हैन, अनि कर्मी मौरी, वर्कर बी गरी जम्मा 3 प्रकारका मौरी हुन्छन् है त। थाहा पाउनु होला, रानी मौरी, भाले मौरी र कर्मी मौरी। अब ख नम्बर प्रश्न छ भाले मौरीको काम के हो रे? ल सोच्नुस् त साथीहरू, भाले मौरीको काम के हो? भाले मौरीको काम हो रानी मौरीलाई गर्भदान गराउने काम हो। भाले मौरीको काम के हो त? रानी मौरीलाई गर्भदान गराउने है त। अब ग नम्बरको प्रश्न हेरौँ। यदि कुनै कारणवश रानी मौरीको मृत्यु भयो भने उक्त मौरीको घारको नियन्त्रण कसले गर्छ अरे? अब कुनै कारणवश रानी मौरीको मृत्यु भयो भने उक्त मौरीको घारको नियन्त्रण कसले गर्छ भने है त। रानी मौरीको मृत्यु भएपछि कर्मी मौरीलाई कुनै लार्भालाई रोयल जेली मात्र खुवाएर अर्को नयाँ रानी मौरी बनाउँछ। त्यसैले कर्मी मौरीले घारमा नियन्त्रण गर्छ। अब यसमा चाहिँ के हुन्छ साथीहरू? कर्मी मौरीले चाहिँ रोयल जेली खुवाउँछ लार्भालाई अनि नयाँ रानी मौरी बनाउँछ। रानी मौरीले अरू मौरीलाई कसरी नियन्त्रण गर्छ? रानी मौरीले अरू मौरीलाई कसरी नियन्त्रण गर्छ? सोच्नुस् त। यदि एन्सर थाहा छ भने कमेन्टमा राख्नुस्
रानी मौरीले विभिन्न किसिमका गन्धहरू निकालेर अरू मौरीलाई नियन्त्रण गर्छ। रानी मौरीले चाहिँ विभिन्न किसिमको गन्धहरू निकाल्छ है, त्यसैबाट चाहिँ अरू मौरीहरूलाई कन्ट्रोल गर्ने काम गर्छ, नियन्त्रण गर्छ। अङ्क नम्बरको प्रश्न छ महको उपयोगिता लेख्नुहोस्। आहा, कति सजिलो प्रश्न। महको उपयोगिता तपाईँ हामी सबैलाई थाहा छ हो कि होइन? महको उपयोगिता के हो साथीहरू कमेन्टमा राख्नुहोस् त। ओके, महको उपयोगिता लेख्नुहोस् भनेको छ है त। महको उपयोगिता यस प्रकार रहेका छन्। पहिलो, मह बेचेर आय आर्जन गर्न सकिन्छ हो कि होइन? 2 नम्बर उपयोगिता नम्बर 2, महबाट विभिन्न प्रकारका क्यान्डी, केक र रोटीहरू तयार पारिन्छ। महबाट आयुर्वेदिक औषधि निर्माण गरिन्छ। मह खाँदा मानिसको शरीर स्वस्थ हुन्छ लगायत थुप्रै उपयोगिता छ। तपाईहरूले आफ्नो किसिमले मिलाएर लेख्नु होला है त। अब 6 नम्बर, रानी मौरीको शारीरिक बनावटका बारेमा वर्णन गर्नुहोस् भनेको छ। रानी मौरीको शारीरिक बनावटको बारेमा कस्तो हुन्छ त रानी मौरीको शारीरिक संरचना, त्यो कुरा एकचोटि पढेको कुरा याद गर्नुहोस् त साथीहरू। रानी मौरी भाले मौरी र कर्मी मौरी भन्दा अलि ठुलो र सलक्क परेको लाम्चो आकारको हुन्छ। उसको टाउको अरूको भन्दा सानो र गोलो हुन्छ भने सुँड छोटो र रौँले ढाकेको हुन्छ। उसको पेटको अन्तमा सानो खिल हुन्छ। यसको शरीरबाट विशेष किसिमको गन्ध गोलको सम्पूर्ण मौरीले ग्रहण गरेका हुन्छन्। सामान्य अवस्थामा एउटा गोलमा एउटा मात्र रानी मौरी हुन्छ। ख्याल गर्नुहोस् है साथीहरू, यसरी लेख्दा तपाईँको हुन्छ है त। मजाले पढ्नु होला, स्क्रिनसट लिनु होला। अब 6 नम्बरको प्रश्न हेरौँ। कर्मी मौरीका कार्य उल्लेख गर्नुहोस्। अब कर्मी मौरीको काम के हो त? उत्तरमा छ कर्मी मौरीका कार्य यस प्रकार रहेका छन्। कर्मी मौरीले फुलको रस तथा पराग जम्मा गर्ने गर्दछ। यसले लार्भा भाले मौरी र रानी मौरीलाई खुवाउने काम गर्दछ। यस्ता छन् है त साथीहरू। अब ज नम्बरको प्रश्न हेरौँ साथीहरू। मौरीहरूमा कार्य विभाजन कसरी हुन्छ व्याख्या गर्नुहोस्। अब मौरी 3 प्रकारको छ। अब 3 प्रकारको मौरीले के काम गर्छ भन्ने कुरालाई कार्य विभाजन हो है त। मौरीको वर्ग र उमेर अनुसारको कार्य विभाजन अझ विस्तृत है त साथीहरू। अब भाले वर्गले के काम गर्छ? उसको उमेर चाहिँ जीवनभरि उसले के काम गर्छ है? रानी मौरीलाई गर्भधान गराउने र घारलाई न्यानो पार्ने कार्य गर्दछ रे। अब रानी मौरीले जीवनभर के काम गर्छ? फूल पार्ने, शरीरबाट विभिन्न किसिमका गन्धहरू निकालेर घारको सञ्चालन र नियन्त्रण गर्छ। अब कर्मी मौरीले 1 देखि 3 दिनसम्मको कार्य के हुन्छ त? यो उमेरमा कर्मी मौरीले चाकामा तासिएर अरू फूल, लार्भा र प्युपालाई न्यानो दिने र कोष सफा गर्ने काम गर्छन् रे है त। अब अर्को प्रश्न छ मौरीको जीवन चक्र चित्रसहित व्याख्या गर्नुहोस्। ओके, अब चाहिँ हामी 6 नम्बरको प्रश्न हेर्छौँ। मौरीको जीवन चक्र चित्रसहित व्याख्या गर्नुहोस् भनेको छ। चित्र चाहिँ बनाउनु होला, व्याख्या चाहिँ म यहाँ गरिदिन्छु है त साथीहरू। मौरीको जीवन चक्र, लाइफ साइकल अफ हनीबी। घारमा धेरै मौरीहरू हुन्छन्, तर प्रजनन क्रियामा भाग लिने काम मात्र रानी मौरी र भाले मौरीको हुन्छ। रानी मौरी परिपक्व भएपछि सेक्स फेरोमोन छोड्छे। उस गरन्ठलाई भाले मौरी सुँघेर रानी मौरीतिर आकर्षण हुन्छ। प्राय जसो बेलुकाको बेलामा मौरी नप्चुअल फ्लाइटको लागि जान्छ र त्यसपछि भाले मौरीहरू पनि जान्छन्। धेरै भाले मौरीहरूसँग रानी मौरी समागम गराएर शुक्रकृतहरूलाई आफ्नो भित्र भएको स्पर्म स्याकमा जम्मा गर्दछ। समागम भएको 2 वा 3 दिनपछि रानी मौरी फूल पार्न सुरु गर्छ। त्यसपछि फूलबाट लार्भाबाट प्युपा, प्युपाबाट वयस्क मौरी बन्छ। फेरि वयस्क मौरी भएर यसै प्रक्रिया दोहोरिन्छ। यसरी मौरीको जीवनचक्र पुरा हुन्छ है त साथीहरू। मजाले पढ्नु होला, स्क्रिनसट लिनुहोस् है त। बाँकी किताबमा पनि राम्ररी हेर्नु होला। यी भए आजको क्लासका हाम्रो महत्त्वपूर्ण प्रश्नहरू। परीक्षामा निकै सम्भावित छन्। सबै प्रश्नहरूलाई मजाले हेर्नु होला, मजाले स्मरण गर्नु होला, याद गर्नु होला। एकदमै सजिलो छ हनीबीको पाठ, तर मजाले तयारी गर्नु हो भने यस पाठबाट आउने सबै प्रश्नहरू राम्ररी गर्न सक्नुहुनेछ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। आजको क्लासमा चाहिँ यति बेरसम्म धैर्य धारण गरेर हाम्रो क्लासलाई हेरिदिनु भयो। आगामी दिनमा पनि यस्तै भिडियोको लागि हाम्रो च्यानलसँग जोडिराख्नु होला।
र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। थ्यांक यू सो मच।